नमस्कार साथीहरु, आज जुन ठाउँमा पनि राजनीतिक भागबण्डाको कुराहरु हजुरहरुले सुनिरहनु नै भएको छ। भर्खरै गभर्नर नियुक्तिमा पनि शेरबहादुर देउवालले खुलेआम नै भन्नुभएको थियो कि कांग्रेसको भागमा परेको छ भनेर। अनि त्यसको फलस्वरूप गभर्नर कांग्रेसले पायो। अब कुनै राजनीतिक दलले टीका लगाएर त्यहाँ पुर्याउँछ भने आफू पनि त्यस राजनीतिक दलसँग वफादारी पक्कै हुनु पर्ला। जतिसुकै राम्रो काम गर्न खोजे पनि के गर्ने र कसरी गर्ने भन्ने राजनीतिक स्वार्थ पक्कै बाजिएला। आज हामी धेरै चर्चा हुने गरेका न्यायालयमा पनि राजनीतिक प्रभाव छन् भन्ने कुराहरू हामीहरूले कतिपय वकिलहरूले आफ्नो मुखबाट बोलेका छन् भने बाँकी कुरा न्यायालय कसरी चल्छ र चलाउन खोज्छन् राजनीतिक दलहरूले भन्ने कुरामा चर्चा गर्नेछौँ। हजुरहरू नयाँ हुनुहुन्छ मेरो च्यानलमा भने सब्स्क्राइब गर्न नबिर्सनु होला र आउनुहोस् भिडियो सुरु गरौँ। साथीहरु, नेपालमा एमाले, कांग्रेस र माओवादी जस्ता प्रमुख राजनीतिक दलहरूले लामो समयदेखि सरकार सञ्चालन गर्दै आएका छन्। यसले गर्दा उनीहरूले राज्यका विभिन्न निकाय विशेष गरी न्यायपालिकामा आफ्नो प्रभाव विस्तार गर्न सक्ने व्यवस्था बनाएका छन्। न्यायपालिका सैद्धान्तिक रूपमा स्वतन्त्र भए पनि यी दलहरूले संवैधानिक तथा कानुनी प्रक्रियाको प्रयोग गरी कसरी आफ्नो स्वार्थहरू पूरा गर्न सक्छन् र विशेष गरी आफ्ना नेताहरूलाई मुद्दा मामिलाबाट जोगाउन कसरी भूमिका खेल्छन् भन्ने कुराहरूलाई तल विस्तृत रूपमा केलाइएको छ। न्यायपालिकामा राजनीतिक प्रभावको भूमिका। न्यायपालिकामा राजनीतिक प्रभाव विभिन्न चरण र निकाय मार्फत गर्न सकिन्छ। साथीहरु, प्रहरी प्रशासन गृह मन्त्रालयको मातहतमा रहन्छ। गृह मन्त्रीको पदमा सरकारमा रहेका प्रमुख राजनीतिक दलहरू मध्येबाट चुनिएको व्यक्तिले सम्हालिरहेको देखिन्छ। यसरी प्रहरी परिचालन, अनुसन्धान गर्ने नगर्ने, कसलाई पक्राउ गर्ने वा नगर्ने र कस्तो मिसिल तयार पार्ने भन्ने विषयमा गृहमन्त्री र राजनीतिक नेतृत्वको प्रत्यक्ष दबाव पर्न सक्छ। साथीहरु, र धेरै ठाउँमा यो प्रत्यक्ष दबाव परिरहेको पनि देख्न सक्छौं र देखिरहेका पनि छौं आजभोलि घटेका केही घटनाहरूले। त्यसको फलस्वरूप नै भनिरहेका हुन्छन् संसद भवनमा, म यसको काण्डको फाइल खोल्दिन्छु, त्यसको काण्डको फाइल खोल्दिन्छु भनेर। यदि कुनै नेता विरुद्ध उजुरी परेको छ भने त्यसको अनुसन्धानलाई कमजोर बनाउने वा अनुसन्धान नै गर्न नदिने निर्देशन दिन सकिन्छ यदि गृह मन्त्रालयले, गृहमन्त्रीले चाहेको खण्डमा। साथीहरु, महान्यायाधिवक्ताको नियुक्ति र स्वार्थ। साथीहरु, महान्यायाधिवक्ताको नियुक्ति र स्वार्थ। नेपालको महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुन्छन्। यो पद पूर्णतः राजनीतिक नियुक्ति हो। महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार र देशभरका सबै सरकारी वकिलहरूको प्रमुख हुन्। अब सबै वकिलहरूको प्रमुख नै एउटा राजनीतिक दलबाट आउँछ भने प्रधानमन्त्रीले आफू अनुकूलको व्यक्तिलाई यो पदमा नियुक्ति गर्दा स्वाभाविक रूपमा राजनीतिक स्वार्थ जोडिएको हुन्छ। साथीहरु, जब महान्यायाधिवक्ता राजनीतिक रूपमा नियुक्ति हुन्छन् उनले सरकारको नीति र विशेष गरी सत्तारूढ दलका नेताहरूको हितमा काम गर्नुपर्ने अप्रत्यक्ष दबाव अनुभव गर्न सक्छन्। यसले गर्दा यदि कुनै प्रभावशाली नेता विरुद्ध भ्रष्टाचार वा अन्य गम्भीर मुद्दा परेको छ भने सरकारी वकिल कार्यालय मार्फत मुद्दा कमजोर बनाउने, प्रमाण लुकाउने वा मुद्दा नै नचलाउने निर्णय गराउन सकिन्छ। र यो धेरै केसहरूमा हामीले देखिरहेका छौं कि मुद्दा चलेको छैन भन्ने कुराहरू हामीले धेरै केसहरूमा देखेका छौं। र कसैलाई सरकारले दिएकै दबावमा कमजोर मुद्दालाई पनि ठूलो बनाएर जेलमा राख्न लगाउने मुद्दाको फैसला नहुँदासम्म या भनौं सरकार परिवर्तन नहुँदासम्म ऊ जेलमै बसिरहनु पर्ने पनि हुन्छ, किनकि उनीहरू सरकारको हुन्छ। यदि यही कुराहरू रविका समर्थकहरूले पनि गर्दै छन्। एक व्यक्तिलाई सकाउन पुरै सरकार लागे सम्भव छ भन्ने कुराहरू रविका समर्थकले गर्दै छन्।
अन्य सरकारी वकिलहरूमाथि पनि दबाव, अन्य सरकारी वकिलहरू सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता आदि लोकसेवा आयोग मार्फत नियुक्ति भए पनि उनीहरू महान्यायाधिवक्ताको माताहतमा काम गर्नुपर्ने हुन्छ र महान्यायाधिवक्ता कुनै राजनीतिक दलबाट आएपछि उनीहरूको सरुवा, बढुवा र महत्त्वपूर्ण मुद्दाको जिम्मेवारीमा महान्यायाधिवक्ताको निर्देशन र अप्रत्यक्ष रूपमा राजनीतिक दबाव पर्न सक्छ। हामीले माथि माथिको टाउको भन्दा पनि त्यहाँबाट हाँगा हेर्दै जानुपर्ने देखिन्छ साथीहरू। यसले गर्दा कुनै मुद्दामा कमजोर बहस गर्ने वा गलत कानुनी राय दिने व्यवस्था आउन सक्छ। न्यायाधीशहरूको नियुक्तिमा राजनीतिक दलहरूको भागबण्डा र प्रभाव एउटा गम्भीर समस्याको रूपमा लिइन्छ। संवैधानिक परिषद, प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीश संरचनाहरू यस प्रकारका रहन्छन्। यसमा प्रधानमन्त्री अध्यक्ष रहन्छन्, प्रधान न्यायाधीश रहन्छन्, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्ष दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य हुन्छन्। यसमा सबैजना राजनीतिक दलकै मान्छेहरू गाडिरहेका हुन्छन् र जोडिरहेका हुन्छन्। राजनीतिक प्रभाव, यो परिषद प्रधानमन्त्री र विपक्षी दलको नेता जस्ता मुख्य राजनीतिक हस्तीहरू प्रत्यक्ष संलग्न हुन्छन्। यो परिषदमा लामो समयदेखि सत्तामा रहेका एमाले, कांग्रेस र माओवादी जस्ता दलहरूले प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति गर्दा आफ्नो नजिकका राजनीतिक आस्था राख्ने वा आफूलाई भविष्यमा सहयोग गर्न सक्ने व्यक्तिलाई सिफारिस गर्ने प्रयास गर्छन् र उनीहरूले भागबण्डा बनाउँछन् कि यो ठाउँमा यसलाई तेरो पार्टीलाई, यो ठाउँमा तेरो पार्टीलाई भनेर भागबण्डा बनाउने गरिरहेको हामीले सुनिरहेका छौं। उनीहरू बीच अनौपचारिक भागबण्डा हुने गरेको आरोप लाग्छ। यसले गर्दा न्यायपालिकामा पनि राजनीतिक नियुक्ति हुने सम्भावना प्रबल हुन्छ। साथीहरू, संसदीय सुनवाई, संवैधानिक परिषदले सिफारिस गरेका न्यायाधीशहरूको संसदीय सुनवाई हुन्छ। संसदीय सुनवाई समितिमा पनि विभिन्न राजनीतिक दलका सांसदहरू नै हुन्छन्। अब कुन राजनीतिक दलको कति सिट छ भन्नेमा यहाँ मेन पोइन्ट आउन सक्छ। उनीहरूले आफ्नो दलको स्वार्थ अनुसार उम्मेदवारलाई समर्थन वा विरोध गर्न सक्छन्। न्याय परिषद, उच्च र जिल्ला अदालतका न्यायाधीशहरू। साथीहरू, संरचना, प्रधान न्यायाधीश अध्यक्ष हुन्छन्, कानुनी मन्त्री, सर्वोच्च अदालतका विशिष्ट न्यायाधीश, राष्ट्रपतिबाट नियुक्त एकजना कानुनविद जुन 5 वर्ष न्यायाधीश भइसकेको भन्नुपर्ने भनेको छ र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति एकजना विशिष्ट अधिवक्ता वा अधिवक्ता सदस्य हुन्छन्। साथीहरू, यसमा पनि राजनीतिक आस्था राख्ने सदस्यहरू न्याय परिषद, कानुन मन्त्री, प्रत्यक्ष राजनीतिक नियुक्ति हुन्छन्। त्यस्तै राष्ट्रपतिबाट नियुक्ति हुने 2 सदस्य पनि सत्तारूढ दलको सिफारिसमा नियुक्ति हुने हुँदा उनीहरूमा राजनीतिक आस्था र झुकाव देखिन सक्छ। किनकि आफै धामी आफै झाँक्री यो धेरै ठाउँमा देखिरहेका छौं। छनौट प्रक्रियामा प्रभाव, यस्ता सदस्यहरूको उपस्थितिले गर्दा न्याय परिषदले उच्च र जिल्ला अदालतमा न्यायाधीश सिफारिस गर्दा आफ्नो राजनीतिक दलसँग सम्बन्धित वा सहानुभूति राख्ने व्यक्तिलाई छनौट गर्ने सम्भावना रहन्छ। साथीहरू, यसले गर्दा न्यायपालिकाको स्वतन्त्रतामा प्रश्न उठ्छ। जुन ठाउँमा पनि राजनीति घुसाएर न्यायपालिका कसरी स्वतन्त्र रहन्छ भन्ने कुराहरुमा प्रश्न उठ्न सक्छ र उठिरहेको पनि छ। उदाहरण, सरकारले चाहेमा एक व्यक्तिलाई कसरी जेलमा राखिरहन सक्छ भनौं भन्ने कुराहरुलाई एउटा सानो उदाहरण दिएर म तपाईहरुलाई पस्टाउन चाहन्छु। मानव कमल नाम गरेका एक व्यक्तिले सरकारमा रहेका 3 प्रमुख दलका एमाले, कांग्रेस र माओवादी केही प्रभावशाली नेताहरूले मिलेर गरेको अरबौं रुपैयाँको
आर्थिक अपचलन भनौं भ्रष्टाचार गरेको ठोस प्रमाण फेला पारेका छन् ती कमल गरेका नाम गरेका व्यक्तिले र सार्वजनिक गर्ने तयारीमा पनि थिए ती व्यक्ति। यो सूचना सरकारमा रहेका दलहरूका लागि ठूलो खतरा हो। अब यसको प्रक्रिया हेर्नुस् कसरी ती मान्छेलाई तलाउन सक्छ सरकारले। षड्यन्त्र र प्रारम्भिक पक्राउ सुरुवात गृह मन्त्रालय र प्रहरीबाट हुन्छ। सरकारमा रहेका नेताहरूले गृहमन्त्री मार्फत प्रहरीलाई कमल विरुद्ध कुनै पनि बहानामा मुद्दा चलाउन दबाब दिन्छन्। प्रहरीले कमलबारे झुटो उजुरी दर्ता गर्छ वा आफैले बनावटी सूचनाका आधारमा कमललाई राष्ट्रिय सुरक्षामा खलल पुर्याउने गतिविधि वा साइबर अपराध वा संगठित अपराधको आरोपमा पक्राउ गर्छ। प्रमाण नभए पनि प्रहरीले माथिको दबावमा झुटो बयान र अप्रमाणित कागजातहरू समेटिएर मिसिल तयार गर्छ। साथीहरू, गृह प्रशासनको दबावमा प्रहरीले कमललाई लामो समयसम्म हिरासतमा राख्न अनुसन्धान लम्बाउँछ। अभियोग दायर र पुपक्षका लागि थुनामा महान्यायाधिवक्ता र सरकारी वकिलहरूको अब यहाँ काम सुरु हुन्छ। प्रहरीले तयार पारेको कमजोर मिसिल सरकारी वकिल कार्यालयमा जान्छ। महान्यायाधिवक्ता जो प्रधानमन्त्रीले नै नियुक्ति गरेका व्यक्ति हुन्, उनले अब मुद्दा चलाउने नचलाउने कस्तो चलाउने भन्ने कुराहरू उनले डिसिजन दिने ठाउँ आउँछ। उनको माताहतमा सरकारी वकिलहरूलाई कमल विरुद्ध मुद्दा चलाउन र उनलाई पूर्वपक्षका लागि थुनामै राख्न दबाब दिन्छन्। सरकारी वकिलहरूले प्रमाणको बलियोपन नहेरी वा राजनीतिक दबावमा परेर कमल विरुद्ध गम्भीर प्रकृतिको अपराधको अभियोग पत्र अदालतमा दायर गर्छन्। अब अभियोग पत्रमा कमललाई जमानतमा छाड्दा समाजमा नकारात्मक असर पर्ने वा प्रमाण नष्ट गर्न सक्ने भन्दै थुनामै राख्न माग गर्छन्। अब साथीहरू, यो एक कमल मात्र हैनन्, धेरैमा यस्तो हुन सक्छ। अझै हेर्दै जानुस्, न्यायाधीशको पहिलो आदेश थुन्छे। यदि जिल्ला वा उच्च अदालतमा न्यायाधीश पनि राजनीतिक आस्थाका आधारमा नियुक्ति भएका वा अप्रत्यक्ष दबाव परेका छन् भने उनीहरूले सरकारी वकिलको माग स्वीकार गरी कमललाई पूर्वपक्षका लागि जेलमै राख्ने आदेश दिन्छन्। यदि आस्थामा परेका राजनीतिबाट आएका छैनन् भने उनीहरूले लम्बाउँदै लिएर गएर जुन बेलामा आफ्नो मान्छे हुन्छन् त्यो बेलामा लिएर जान्छन्, जबकि प्रमाण कमजोर हुन सक्छ। यसरी कमल अदालतको आदेशबाटै जेल जान बाध्य हुन्छन्। मुद्दा ढिलाइ र फैसला, उनी पूर्वपक्षका लागि जेलमा त छन्, तर अब अर्को स्टेपमा अगाडि बढ्दैछन्। मुद्दा सुनवाई सुरु भएपछि राजनीतिक प्रभाव परेका न्यायाधीशहरूले मुद्दालाई लम्ब्याउन विभिन्न युक्ति प्रयोग गर्छन्। उनीहरूले तारिख तोक्ने, महत्त्वपूर्ण साक्षीहरूको बयान लिन ढिला गर्ने वा प्रमाण बुझ्ने प्रक्रियालाई जटिल बनाउने काम गर्छन्। यसले मुद्दाको फैसला हुन वर्षौं लाग्न सक्छ। एउटा सानो कुरालाई वर्षौंसम्म उनीहरूले झुलाइदिन सक्छन्। कमलले जमानतका लागि पटक पटक निवेदन दिँदा पनि न्यायाधीशहरूले विभिन्न बहानामा जमानत दिन अस्वीकार गर्छन्, किनकि यहाँ राजनीतिक स्वार्थ जोडिएको हुन्छ, जसले गर्दा कमल जेलमै बसिरहन्छन्। अन्ततः मुद्दा फैसलाको चरणमा पुग्छ। राजनीतिक रूपमा प्रभावित न्यायाधीशले कमजोर प्रमाणका आधारमा पनि कमललाई दोषी ठहर गर्दै फैसला सुनाउन सक्छ र यस्तो नभएको खण्डमा पनि धेरै वर्षको कमलको जेल बसाइपछि उनी साधारण तारिखमा पनि छुट्न सक्छन्। यस्तो फैसलामा राजनीतिक प्रतिशोध स्पष्ट झल्किन्छ। पुनरावेदनमा समेत ढिलाइ। अब उनको उच्च र सर्वोच्च अदालतमा पुनरावेदनको लागि ढिलाइ हुन सक्छ। कमलले तल्लो अदालतको फैसला विरुद्ध उच्च अदालत वा सर्वोच्च अदालतमा पुनरावेदन गर्छन्, तर
ती अदालतमा पनि न्यायाधीशहरू राजनीतिक भागभण्डाबाटै नियुक्ति भएका वा सत्ताको प्रभावमा परेका छन् भने, किनकि अघि नै मैले तपाईलाई भनिसके न्यायाधीशहरू पनि त्यहाँ पुग्नलाई पनि कसरी पुगेका छन् भन्ने कुराहरू अगाडि नै मैले तपाईहरुलाई भनिसकेको छु। उनको मुद्दालाई प्राथमिकता नदिने, सुनवाईको पालो आउन वर्षौं लाग्ने वा पुरानै फैसलालाई सदर गर्ने सम्भावना रहन्छ। साथीहरु, यसरी राजनीतिक दलहरूको इच्छा र प्रभावका कारण कमल वर्षौं वर्षसम्म जेलमै बस्न बाध्य हुन्छन्, जबकि उनी निर्दोष पनि हुन सक्छन्। यस प्रक्रियामा उनको शारीरिक, मानसिक र आर्थिक अवस्था क्षीण हुँदै जान्छ। साथीहरु, भूमिका र परिणाम यस सम्पूर्ण प्रक्रियामा एमाले, कांग्रेस र माओवादी जस्ता प्रमुख राजनीतिक दलहरूले विभिन्न सरकारी र संवैधानिक निकायमा रहेका आफ्नो पकडको दुरुपयोग गरी एउटा व्यक्तिलाई कसरी न्यायबाट वञ्चित गराउन सक्छन् भन्ने स्पष्ट हुन्छ। त्यसैले साथीहरु, प्रहरी, सरकारी वकिल, न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभावले गर्दा न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठ्छ र अन्ततः नागरिकको मौलिक हक हनन हुने जोखिम बढ्छ। यस्तो अवस्थामा शक्तिमा रहेका दलहरूले आफ्ना नेताहरूलाई भ्रष्टाचार वा अन्य अपराधको आरोपबाट सजिलै जोगाउन सक्छन्। यो हामीले देखिरहेका पनि छौं कि धेरै ठाउँहरुमा राजनीतिक दलका मान्छेहरू बच्ने र सरकारी कर्मचारीहरू मात्र थुनिने गरेको धेरै ठाउँमा देखिन सकिरहेका छौं, जसले दण्डहीनलाई बढावा दिन्छ। साथीहरु, हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो र केही सिक्न मिलेको भए लाइक, कमेन्ट र शेयर गर्नु हुन अनुरोध गर्दछु। र हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। यस्तै भिडियोहरु लिएर म आउने नै छु। आजको लागि यति नै। जय नेपाल, जय देश।